नमस्ते साथीहरू, आज चाहिँ हामीहरू सबैजना देउपानी जान भनेर निस्किएका। राति साथीभाइहरू काकीहरू सबैजना मिलेर हामीहरू देउपानी मन्दिर दर्शन गर्न भनेर गएका। हामीहरू देउसी खेलेका थियौँ नि त। अनि देउसी खेलेका पैसा अनि त्यहाँबाट हामीले आफै उठाएर हामीहरू मन्दिर घुम्न गएका। हेर न भाइहरू नाच्दै नाच्दै एकदम खुसी खुसी। अब नाच्दा नाच्दै खुसी हुँदै हामीहरू चाहिँ अहिले ब्रिज आइपुग्यौँ। ब्रिजमा आइपुग्यौँ राति। खुसियालीमा कति बेर लाग्छ आउनलाई होइन। फेरि हेर्नु न डान्स। काजिरङ्गामा चाहिँ हामीहरूलाई हात्तीले बाटो छेकेका थिए। बाटामा यहाँ हेर्नु सक्नुहुन्छ कति हात्ती छन्। बच्चा पनि छन्, माउ पनि छन्, थुप्रो हात्ती छन्। हामीले चाहिँ गाडीलाई रुकाएर पर्खिरहेका थियौँ हात्ती जान्छन् अनि हामी जान्छौँ भनेर। अब जङ्गलको बाटो, काजिरङ्गाको बाटो, हात्तीहरू हेर्नु न कति छन्, छेकेका छन्। फाइनलै अनि हामीहरू बिहान 5 बजी नामेर हेर्न सक्नुहुन्छ भाइहरू। बिहानको 5 बजी रातभरिको निन्द्रा आवा साथीहरूको गाडीमा हिँडेर। भाइहरू हेर्नु जाडो छ, पुरा जाडो थियो, चिसो। साथीहरू यो चाहिँ देउपानी मन्दिरको गेट हो अनि म पनि नुहाउन भनेर हाम्रो साथीभाइहरू सबैजना यता गइरहेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरूले नुहाइ गरे। बिहान अब 4 बजी सबैजनालाई भाइहरूले नुहाइ गरे। मैले पनि साथमा नुहाइ गरेँ। अनि सबैजना नुहाइ गरेर हामीहरूको यहाँ हेर्न सक्नुहुन्छ साथीभाइहरू भन्दैछन् भिडियो बनाएको देखेर नको पनि भिडियो बनाइरहेको छ भनेर। अब देउपानी मन्दिरमा गएर नुहाएर यहाँ साथी एउटालाई चाहिँ जाडो भएको छैन, पुरा एकदम नुहाइरहेको छ मजाले। मन्दिरमा आएर एकदम खुसीले पुरा मस्त चिसो पानीमा पनि मजाले नुहाइरहेको छ। नुहाइ पनि गरेर वापस गयौँ हामीहरू मन्दिरतिर। फेरि हेर्नु मन्दिरमा दोकानहरू खोलिएका रहेनन्। हामीहरू बिहानै पुगेका नि त, दोकानहरू चाहिँ सबै बन्द रहेछन्। दोकानहरू खोलिएका रहेछन्, एउटा दोकान खोलिएका छन्। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, अरू दोकान खोलिएका छैनन्। अनि अहिले चाहिँ दोकानहरू खोलिए। अनि मैले माताको लागि प्रसादीहरू लिएँ, सबै त किनेँ माताको लागि दर्शन गर्नको लागि। यता हेर्न सक्नुहुन्छ परेवाहरू पनि रहेछन्। अनि यहाँनिर बोकोहरू पनि रहन्, थुप्रो बाख्रोहरू पनि रहेछन् यहाँ हेर्नु। अनि यहाँ नदी रहन् साना, त्यहाँनिर बिस्कुट हाल्नु पर्दो रह। माछाहरू रहन् त्यहाँनिर चाहिँ, कछुवा माछाहरू। बिस्कुट दिँदाखेरि बिस्कुट खाँदा रहन्। त्यसको बादमा हामीहरू आयौँ गरम पानीमा आएर गरम पानीको यो चाहिँ साथीहरू हेर्नु न कति राम्ररी पानी उम्लिरहेको छ। गरम पानी जस्तै गरमै हुँदो रहेछ त्यहाँनिर। हामीहरू गएर हेऱ्यौँ। तपाईँ कति सुन्दर जग्गा रह, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बसिरहेका छन्, पार्क रहेछ नि त। साथीहरू त सबैजना पिङ खेल्नको लागि एकदम कुदेर गइहाले पार्कमा। अनि बहिनीहरू चाहिँ यहाँ बसिरहेका छन्। त्यसैले बाई बाई साथीहरू। यही हो देउपानीसम्मको सफरको भिडियो।